आज चाहिँ मेरो दिदी आउनु भएको छ सिक्किमबाट। सिक्किमबाट भर्खर आउनु भएको, निकै टाइम लाग्दो रहेछ नि त सिक्किमबाट आउनु चाहिँ यहाँ यता गोरुबथान चाहिँ। अन्त दिदी हामी सबै यहाँ बसिरहेको छ भान्साघरमा। यहाँ भात र दाल पाक्दैछ। यतानिर चिकन पकाउनु हुँदैछ आमाले। टिका हेर्नुहोस् है, सिक्किमबाट दिदीले ल्याइदिनु भएको यो चाहिँ सिस्नु है, यो चाहिँ घरकै अरे, दामी रहेछ। एप्पल फ्रुट्सहरू पनि ल्याइदिनु भएछ। यो चाहिँ अलैँची है, दिदीले अलैँची चाहिँ यो चाहिँ चियामा लगाएर खानु चाहिँ मलाई पुरा मनपर्छ नि, त्यही कारण चाहिँ अलैँची पनि ल्याइदिनु भएछ। यो चाहिँ घरकै हो, दिदीहरूको घरकै अलैँची चाहिँ। यो चाहिँ नाकिमा अरे सुकाएको रहेछ। यो चाहिँ घिउ है, यो चाहिँ नानीलाई ल्याइदिनु भएको अरे, दिदीलाई धेरै धेरै धन्यवाद। बहिनीको भन्नु, बहिनीको दिदी। न त फेरि रोड साइड छैन, अन्त बुढी मान्छेलाई अन्त अब यतिखेर त के छैन नि नानीलाई उयोमा पो साह्रो पर्छ त। छाता आउनु दिन्छ, छाता आउँदैन। छाता आउनु त अलैँचीको बोटले ओर्नु दिन्छ नि त। अब अलैँचीको यस्तो बाटो यस्तो बिचमा अलिकति बाटो त्यस्तो भयो तर अहिले त ड्यामको दिउँसो गभर्मेन्टबाट के हो यसो त दियो सबै, स्कुल लाग्ने बित्तिकै दियो।